हेलो गाइस व्हाट्स अप वेलकम टु माई ब्लग। यो खैरे चाहिँ आएको थियो हाम्रो कहाँ घर खाना खानको लागि अनि यसलाई भात पुगेको थिएन अनि त्यही भएर मलाई हेरेर बसिरहेको छ खान दिन्छ कि नै भनेर खैरेले अनि मलाई चाटिरहेको छ खानेकुरा मागिरहेको थियो। पछि हाम्रो चाहिँ खाना सिद्धिसकेको थियो अनि बासी हिजोको खाना बाँकी थियो अनि त्यसलाई चाहिँ मासुमा मोलेर दिएको थिएँ। अनि यो चाहिँ लिची टिपिरहेको मेरो घरमा चाहिँ लिची फलिरहेको छ टन्नै अनि एउटा दाइलाई लगिदिनुको लागि चाहिँ मैले लिची टिपिरहेको थिएँ अनि लिची पनि टिपेँ। अलिक माथि चाहिँ बाँकी छ, तलको चाहिँ लग्नु भइसकेको थियो अनि त्यही भएर माथिको चाहिँ भाटाले टिपिरहेको थियौँ लिची चाहिँ। अनि यति फर्स्टमा चाहिँ यति टिप्यो लिची अनि लिची अब प्लास्टिक नहालिकन मैले डिक्कीमा डाइरेक्ट हालेर लगेँ। अनि यो चाहिँ हामी बोझा अनलिमिटेड गएको थियौँ खाजा खानेलाई। सुरुमा चाहिँ हामीले पानीपुरी दिएको थियो, पानीपुरीमा चाहिँ ठिकै थियो, नर्मलवाला थियो, आलु धेरै थियो, त्यही पनि ठिकै थियो भनौँ पानीपुरी। त्यस्तो चितवनमा चाहिँ पानीपुरीको एकदम मिठो हुन्छ तर यो चाहिँ ठिकै थियो भनौँ। पानीपुरी खाँदै थिएँ त्यसपछि चाहिँ ठ्याक्कै एकछिनपछि चाहिँ 1 घन्टापछि लगभग अनि हाम्रो बाहुबली थाली तयार भएर आइपुग्यो। अनि मलाई चाहिँ यो चितवनमा छ भन्ने चाहिँ थाहा थिएन, किनभने काठमाडौँमा चाहिँ छ भन्ने थाहा थियो, चितवनमा चाहिँ बाहुबली थाली यो भोजन अनलिमिटेड छ भन्ने थाहा थिएन। अनि यो सबै आइटमहरू चाहिँ 4000 जति एराउन्डको थियो, यसमा चाहिँ सबै कुराहरू थियो। अनि हामी सबैजना मिलेर चाहिँ खायौँ भनौँ। हामी 5 जना गएको थियौँ अनि 5 जना दाइको वाइफ अनि 2टा भान्जीहरू। अनि खाइसकेपछि चाहिँ मैले सबैलाई सोधेको थिएँ के चाहिँ मिठो लाग्यो भनेर, अनि सबैजना रसभरी मिठो लाग्यो अनि पान पनि। अनि दाइलाई चाहिँ लस्सी मिठो लाग्यो भन्दै हुन्थ्यो, उसलाई पनि लस्सी पनि मिठो छ भन्दै थियो। अनि त्यसपछि चाहिँ उहाँलाई चाहिँ पानी मात्रै मन पऱ्यो भनेर हाँस्दै थिन्थ्यो। अनि त्यसपछि चाहिँ मलाई पनि रसभरी नै मिठो लागेको थियो। अनि त्यसपछि लिची चाहिँ मैले लगेको लिची दाइलाई हस्तान्तरण गरेको थिएँ, दाइको खुसी हुनुभएर हो थ्याङ्क यू भन्दै हुन्थ्यो। अनि त्यही हो आजको दिन चाहिँ यसरी नै बित्यो दाइहरूसँग चाहिँ रमाइलो भनेर। अनि म घर फर्किँदा चाहिँ एकदम पानी पऱ्यो, माइ गड म भिज्दै घर फर्केँ।